पब्लिकलाई एकदम भ्रमित गर्ने, संवैधानिक निकायहरूलाई चाहिँ नि अविश्वास गर्ने वातावरण सिर्जना गर्ने जुन कार्यहरू भइराखेको छ, यो चाहिँ समाजको लागि हित होइन। हाम्रो दीर्घकालीन समाज निर्माण गर्ने उद्देश्यका साथ हामी यहाँ आएका छौँ। विभिन्न दल, विभिन्न धर्म, विभिन्न समुदाय, विभिन्न जात जाति, हामी सबै समुदायलाई, सबै नेपालको सबै भूगोललाई प्रतिनिधित्व गरेर आज संसदमा आएका हौँ नि। त्यसकारणले हाम्रो साझा दायित्व, समाजलाई जोगाउने साझा दायित्व, कसैले समाजलाई भाड्ने प्रयत्न गर्छ भने त्यसमा हामी एक ठाउँमा उभिनुपर्छ भन्ने कुरा मलाई लाग्दछ। अब स्वतन्त्र न्यायपालिकाको विषयमा चाहिँ सरकारको एकदम धारणा स्पष्ट छ। स्वतन्त्र न्यायपालिकाको गरिमालाई अक्षुण्ण राख्नको लागि सरकार सधैँभरि प्रतिबद्ध, कटिबद्ध छ। यसमा कतै पनि कम्प्रोमाइज हुँदैन भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। र यस्ता विज्ञप्तिहरूले चाहिँ के भयो भने अब न्यायपालिकामा चाहिँ सरकारले हस्तक्षेप गरेको छैन, तर न्यायपालिकामा हस्तक्षेप सरकारको होइन अरू कसैको पो छ कि भन्नुपर्ने अवस्था चाहिँ सिर्जना भएको छ भन्ने मलाई लाग्दछ। किनभने न्यायपालिकामाथिको टिप्पणी गर्ने यदि त्यो भएकै छ भनेदेखि त्यसका बारेमा छलफल गर्ने ठाउँहरू त छन् होला नि, पर्याप्त छन् होला नि। त्यसकारणले न्यायपालिकाको स्वतन्त्रतामाथि अहिले सरकारले होइन अरू कतैबाट हस्तक्षेप गरिराखेको छ कि भन्ने किसिमको भान चाहिँ हामीलाई परेको छ भन्ने म राख्दछु।